हेलो गुड इभिनिङ सबैलाई मेरो च्यानलमा स्वागत गर्दै है। आजको यो अलिकति नजारा तपाईँहरूलाई देखाउनु पाइरहेको छु है। यो धेरै दिन बादमा चाहिँ पानी परेकोले गर्दाखेरि आज अहिलेको फिलहाल चाहिँ एकदम वेदर राम्रो भयो, त्यसैले गर्दा मैले यो सानो भिडियोहरू गरिरहेको छु है। यो मेरो गाउँ हो अनि मेरो गाउँबाट देख्ने सिनेरियाहरू चाहिँ यस्तो छ नजारा है। यो धेरै अगाडि देख्दै गर्ने चाहिँ यो सिक्किम हो। यहाँनिर तपाईँको नाम्ची, साङडुप्चे, चारधाम यो सबै यहाँबाट देख्न सकिन्छ। अनि यो अगाडि जति पनि घाम लागिरहेको ठाउँहरू चाहिँ यो चाहिँ दार्जिलिङभित्र बङ्गालभित्रको हो है। यो टी इस्टेटहरू छ अनि लेफ्ट साइडमा चाहिँ बस्तीहरू हो, राइट साइडको टी इस्टेट हो है। अनि यस्तो छ। अनि यहाँ मेरो अगाडितिरको गाउँहरू चाहिँ मजुवा ग्राम एकदम ठुलो गाउँ छ, तर यहाँ चाहिँ एकदमै जङ्गल बेसी भएकोले गर्दाखेरि चाहिँ गाउँै देख्दैन क्या त, तर हेभी छ ठुलो गाउँहरू। अनि यहाँ माथितिर देख्दै गरेको तपाईँको सुकिया है, दार्जिलिङ, मेमकमान, यहाँ अगाडिपट्टि देख्दै गरेको हिन्दू डाँडा, राणा डाँडा यस्तो छ है। अनि यहाँ अलिकति सुकियाको मुनिपट्टि यो सानो गाउँ रामजी। अनि यो यतापट्टि मेरो देख्दै गरेको चाहिँ यो चाहिँ हो मानेभन्ज्याङ। अनि यहाँबाट चाहिँ सन्दकपुरहरू जानु सकिन्छ, जुन चाहिँ मानेभन्ज्याङ भयो। यो यहाँबाट चाहिँ गाडी लिएर जान्छ है, मान्छे ट्र्याक गरेर जान्छ, यसलाई भन्छ मानेभन्ज्याङ। अनि यसको मानेभन्ज्याङको ब्याक साइडमा देख्दै गरेको चाहिँ डल्लै नेपाल हो है। अनि मानेभन्ज्याङ चाहिँ बोर्डर भयो, सन्दकपुर जाने मेन पोइन्ट चाहिँ यही हो। अनि यहाँबाट चाहिँ अब गाडीमा पनि जानु सकिन्छ अनि गाइड लिएर ट्र्याक पनि गरेर जान सकिन्छ। यो चाहिँ मानेभन्ज्याङ। अनि त्यसको 1 किलोमिटरमा चाहिँ मेरो गाउँ हो, यो दामी गाउँ भन्छ जसलाई चाहिँ। अनि आज चाहिँ एकदमै धेरै दिनको बादमा एउटा मौसमको अपडेट भनौँ न है, तपाईँहरूलाई देखाउनु गइरहेको छु। र आज अलिकति राम्रो भयो अहिले चाहिँ फिलहाल। तर दिनमा चाहिँ अब अघि दिउँसो चाहिँ साह्रै राम्रो थिएन, बिहान पनि साह्रै राम्रो थिएन, अलिकति बिहान राम्रो भएको थियो अनि फगीहरू थियो। अनि अहिले चाहिँ एकदमै राम्रो क्लियर भइरहेको छ। मेरो घरबाट देख्ने नजारा भनेको चाहिँ यस्तो छ, त्यसैले गर्दाखेरि मैले आज एउटा भिडियो बनाउनु खोजेको। अनि यो भिडियो चाहिँ तपाईँहरूसँग साझा गर्दैछु, हेर्नु होला। यस्तो छ मेरो गाउँबाट देखिने जग्गाहरू। यो मेमकमान टी इस्टेट है, उता थुप्रो छ। अनि अब यस्तो भइरहेको छ। अनि यसको सिधा ब्याक साइडमा चाहिँ अबको अक्टोबरको बादमा चाहिँ कञ्चनजङ्घा फुल रेन्ज है, हिमालहरू देख्न सक्नुहुन्छ। यहाँबाट चोटोली हिमालै हिमाल देखिन्छ यो अगाडि चाहिँ। तर अब अहिले चाहिँ यो देखिँदैन हिमाल, यस्तो छ। ल त साथी, यो सबैजनालाई भाइ र यही हो मेरो चाहिँ एउटा बस्ने गाउँ ठाउँ भनेको चाहिँ मेरो यस्तो छ। त्यसैले मैले तपाईँहरूलाई अपडेट दिइरहेको छु। मन पऱ्यो भने लाइक गरिदिनु होला। थ्याङ्क यू। होइन।